ले स्क्वायर परी हो गया बुझ नातिनी ल भाइ हेलो नमस्ते सबैजनालाई अनि स्वागत छ माया घोतानी गुरुङ युट्युब च्यानलमा। अनि साथीहरू आज हामी चाहिँ यही नै छौँ चितवनमै। अनि अहिले चाहिँ हामी बुजुकोमा जान लाग्यो भेटघाट गर्नलाई। सो के कस्तो हुन्छ हेरौँ होला, त्यही हो, अरू बोल्न केही आउँदैन। त्यही छ, नानी छ यता रोडपारी, म चाहिँ यता रोडवारी। अब चाहिँ निस्किन आँटेको हामी, त्यही हो है साथीहरू। गएको अब हामी चाहिँ यहाँ म्याजिकमा जान लाग्यो, म्याजिक कुद्दै बसिरहेको। यहाँनिर के कुरोको रहेछ यो, के अरे यो रहेछ कि प्रमिस गुरुङ कम हियर। चितवनमा चाहिँ के हो, काम नि गरेन, बसिरहँदा नि थाके जस्तो मात्रै फिल भइरहेको। कालो भाइ जस्तो थाके जस्तो मात्रै फिल भइरहेको कि मलाई चाहिँ। के भयो यस्तो, यो के घाम लागेन है, घामको चाहिँ मुख देखेन, तर पनि दिन चाहिँ के कस्तो भने कस्तो बाफ्या जस्तो राप्या जस्तो कस्तो के गुम्म के त्यो ढोका तुनेर बसे जस्तो कि यहीँ बाहिर बसिरहेन हामी, ढोका तुनेर बसे जस्तै भइरहेको कि गुम्म यस्तो खालको भयो भाइ भ्यान्टिमलाई। भनेर के हो साथीहरू, यस्तै हो। के किन हाँसेको? प्रमिस गुरुङ वेलकम छ छ्यामाको भ्लगमा। थ्याङ्क यू फर वेलकमिङ भन्नु। थ्याङ्क यू फर वाचिङ। ओइ फर्सिङ नान्थ्यो किन चिसिन न मार्ने चिसिन म रोटी पनि ल्याएको मान्छेले मार्दैन। कति चिसिन फुले यहाँ देखायो तिमीले? ले उनीहरूले यतापट्टि हेर्नु सेतो सेतो फुले कति थियो भने। फर्स्ट मेरो फोटो खिच्नु एक कपी थम्नुको लागि है, अलिक राम्रोसँग आउँछ त। भयो खिच्यो होला सायद। परमेश्वर गुरुङको आजको ओटिटी देखाइदिउँ त, ठिक छ। छ्यामा गुरुङको ओटिटी देखाइदिउँ अब ल। छ्यामा गुरुङको ओटिटी चाहिँ घुम्नु नि त। पुरानो लुगा लगाऊ, नयाँ के भनेर नयाँ बुक किन पुरानो कोट लगाऊ भने जस्तै हो। ओल्ड इज गोल्ड सधैँ। ल अब कति बेर आउने हो म्याजिक? कस्तो शान्त है, भने शान्त हो। यहाँहरू चाहिँ कस्तो राम्रो भ्यू देखिन्छ कि। चोर्नु आँट्यो है अब। सब टिपिसकेर चाहिँ चिजिना रहेछ त लक्ष्मै थियो। आउँदैन है म्याजिक पनि के भइरह। साइकल चलाएर हिँड्नु बरु, साइकलमा गयो भने हामी पुग्छ त्यसलाई बरु। अगाडि चोकसम्म त पुग्थ्यो होला होइन, साइकलले पनि मजाले हिँड्छ कि हिँड्नु त। अनि म्याजिकमा भइदिने साथीहरू हेर्नु न, वेदर इज टु गुड। यस्तो बबाल छ कि वेदर। यतिको वेदरमा नि हामीलाई चाहिँ उकुस फेरि सुट्टो जान्छ जस्तो लाग्यो कि। भने यतिको गर्मीमा नि के, यतिको शीतलमा नि के उकुस मुकुस भइरह। अझै मजाको 42 डिग्री नै भयो भने त मर्छ होला, उफल पाफल हुन्छ। एउटा फुल चाहिँ मैले टिप्दिएँ साथीहरू आज चाहिँ। हेर्नु कस्तो राम्रो चप परेको कि, हेर्नु यो बुट्टाको फुल हेर्नु त, एउटा फुल छ टिपेँ मैले त। माई गुडनेस हेर्नु यहाँ, सिरैमा सिर फुल नाकैमा बुलकी। रोज होइन दिदी, के फुल हो दिदी? मैते गुरुङ गयो। ओइ त्यो रुख भाँच्यो हेर्नु कसरी भाँच्यो, तलबाट घाँस हेर्नु, बारी बोट के भुइँबाट घाँस काट्यो हेर्नु। हेर्नु यहाँ फुलबारी बगैँचा हो, ढकमक्क फुले है। हेर्नु हेर्नु यहाँ चाहिँ यो सुक्यो भने त्यो निस्किनु पो लाग्दैछ। कस्तो बब्बाल फुल हो क्या चाहिँ। म यो मेरो छोरीलाई दिनुपर्ने भाइ। बल्ल बल्ल आइपुग्यो अटो, कसरी खोल्ने हो?
भन है दाइ एकचोटि मैले बाई बाई गाडी आयो फाइनली कन्टेनर पुगेर सरर जान्छौँ अब हामी चाहिँ यहाँ त यस्तो भन्दै चाहिँ हेर न नानी कस्तो ल यसको स्टाइल यसको स्टाइल डन हो नि यो त अर्को डन यता हो म्याजिकबाट झरेपछि नि यतिको चाहिँ हिँड्नुपर्ने हुन्छ कि हामी नानी छेउछेउ हिँड्नु छ नि यता हिँड्नु म्याजिक नै हो रे कि म्याजिक अटो यस्तै छ साथीहरू अहिले चाहिँ हामी हिँड्दैछौँ लिचीको बगैँचा रहेछ नानीहरू त है लिची पायो भने त गर्छौँ राम्रो हाम्रो नानीलाई हेर्नु होला सबैजनाले किन तल गर्न त्यो सामान तल गर्न छिरा ल यता हेर यता आइज यता आइज यता आइज माइ गॉड ओ माइ गुडनेस के यार परी हो गया परी हो गया स्वर्ग की परी चितवनमा झरी गर्मी खाई काठमाडौँ फर्किन् भोलि चाहिँ यस्तो छ अरे भुरै हो नि यार के काँटा पनि के मन पऱ्यो होला यस्तो काँटा मनपर्छ कि भुरालाई त म त जिल्ला भयो कि ल ल लेट्स गो स्कुल बस्नु मान्छे गेट छाड कराएको होइन कस्तो मैले फुलहरू होइन रातो सेतो फुलहरू फुलेर तर ऊ त फुल चाहिँ राम्रो हेर्नु लाल बसेर फुलेको होइन तर के चितवनतिर मान्छेहरूले फुल चाहिँ मजाले रोप्ने हो कि फुल चाहिँ ढकमक्कै है है हेर्नु अब के ल यतातिर नि ढकमक्कै छ है फुल के अनि के हेर्नु यहाँ यो त ठिकै छ होइन यो त खासै राम्रो लाग्दैन मलाई हेर्नु यहाँ फुल यो फुल हेर्नु फुल आमा हेर्नु यस्तो फुल नि फुल्ने हो त भने यस्तो मजाले फुल्छ त अनि के भन्ने ल साथीहरू अब चाहिँ बुझु भन्नु गएर भेटौँ ल है त बुझु भएर ऊ त्यो परको हो फेरि कन्फ्युज भइजान्छ कि म है एकछिनमा भेटौँ ल साथीहरू अब यहाँ त होइन कसरी फुल फुलेको अब अब होइन यो सेतो फुल कस्तरी फुल फुले आमा सेतो र पिङ्क के दुइटै फुल रहेछ होइन भगवान् के भएर बुझ्नु भएर आउँदा त खुसी लाग्यो त हेर्ने फुल फुले हेर्ने पहिला फुलमा खिच्नु जान्छ अरे फोटो के साह्रो फुल फुले हेर्नु फुलको घरमा बुझ्नु घरमा आमा के फुल हो यस्तो पनि ए भगवान् हे त हेर्नु यहाँ फुल यस्तो फुल फुल्ने त ऊ त्यो पिङ्क कलर छ यहाँ चाहिँ यस्तो फरक फुल मजा पर्साइदिउँ ठुला बेला यहाँ बसिरहेको थियो बुझ्यो बुझिले ट्याक्कै हेरेको के आउन ए ल बुझ्ले हेर्ने फुलमा फोटो खिचेर हो क्या ठुलामै भर्खर टिकटक बनाएर होला नि भनेर सुनेको थिएँ कि मैले ठुला भयो बुझु र मेरो फोटो खिच्नु पऱ्यो यहाँ आउनु बित्तिकै के छ बुझु ल केही लिएर आएन हेर्ने ठुला मलाई टिकटक बनायो भन्नुभयो तपाईँले हामीलाई टिकटक बनाएर बसिरहेको त तिनीहरू भने यहाँबाट यहाँ के भन्यो तपाईँले भर्खर ए पढ्नु छ यहाँ यहाँ तपाईँहरू म यसो यसरी फोटो खान्छ आम बित्तिकै मासु सोध्यो ठुलाबी के हो रक्सी खाने हो रक्सी ल्याउनु भन्नु है रक्सी आएर मात्र भयो नि आज आमा छोरी म नि घ्याप्रिङ भयो नि म त प्योर घ्याप्रिङ भइसक्यो यो त झन् के पो हुन्छ थाहै छैन नि कसो फोन रहेछ हेर्न यहाँ कसो फोन लक थाहा छैन थोरै देरपछि गर्नुहुन्छ फेरि त्यही राख्दै के हो छैन सेट छैन रहेछ म्यासेन्जरमा गऱ्यो ल ठुला भयो कति जानुभयो त अब यहाँ ठुला मलाई हेल्प गर्नु पऱ्यो भापा गएर
भनेको ठुलामा कहाँ जानु भयो जानु लसुन छिलिदिनु पऱ्यो बरु काम गर्नु पर्यो भात काट्नु भइसकेछ तपाईँ देखिन्छ यहाँ अस्ति नै कुमार ठुला घर गएर ठुला ठुलामाले नबनाइन नबनाए त मैले पोस्ट गरिदिएको पछि त उता पनि दिएछ दिदीले विदेशमा पनि दिएछ कुमार ठुलाको छोरीले बुझ्दै यहाँ सुत्नु भयो बस्नु चिल्नु पऱ्यो भनेको यो अङ्कलको चप्पल होला क्या त्यही लाउनु पऱ्यो ठुलामा लगाएर चाहिँ मेरो हातको पकाएर खुवाइदिउँ भनेको साँच्चै मिठो त पकाउँदैन मैले सुन्छ नि साथीहरू पुरा हात खाली काम गरेर त त्यो पऱ्यो नि ए यस्तै त काम गरेँ मैले ठुलामाले मलाई काम लगा भन्नु पऱ्यो देखाउनु पऱ्यो नि हो ठुला भाइ फेरि ठुलामाले मैले काम गरेर दिँदैन तैँले कहिले गर्छ काम भन्यो भने तैँले कहिले गरेर काम भन्छ भनेर यहाँ प्रुफ राखेको ठुला भाइ ठुलामाको लागि भर्खर खाएर मान्छे राम्रो रहन्छ ल बोलेको बुझ्ने नि हेरेर भएको त कोठाबाट पछि मलाई गरिनु भएको के गर्दा यसले टिटो बनाएको यसले काम त्यही साथीहरू राति 3 बजी उठेर चलिदिएको काठमाडौँ हेर्नु साथीहरू 9 बजी आइपुगिदिरहेको घर त अनि आएर सानभाइले खाना पकाएको रहेछ गुम भात खाइवरि गरेर त मजाले सुत्यो कि साथीहरू भर्खर उठेको हामी चाहिँ अहिले भर्खर उठ्यो तर राति 3 बजी उठेर आएको भयो भने सुती आयो काहीँ दिएर न मुख दिँदियो न कहीँ दिएर नानी एकैचोटि चिया खाने ठाउँमा आइपुग्यो कहाँ खाने हामी चिया कल्छीमा मलेखुमा खायो चिया मलेखुमा चिया खायो चिया पनि के गरेर दिएको भने छान्ने चिया पाकिसकेपछि माथिबाट सुक्मेलको ढुटो नै होइन कि छक्टाटा छुक्नु परेको के हालिदिएको चिया खायो पुरा केलाउनु पर्ने कि म त्यस्तो चिया खाएँ रिस उठेर गल्छ ल साथीहरू अब चाहिँ हामी चिया खान आएको छ यस्तो छ कि होइन प्रमिसा गुरुङको चियाको कप कति ठुलो आमा भनेर भन्ने कि मेरो नि सानो कप भयो नि ठुलै छ चिया खान आएको बाबु केही छैन चियाको साथीहरू केही छैन घरमा चियाको साथी खानु पऱ्यो केही बिना त के खाने के छ रहेछ ओइ नानी आउँदैन चिहानलाई कस्तो ब्रेड ल्याउँदैन त बम दिएर कसले त यो को खान्न चिया नै लिएर नि त कफी यो गुल्लो हुन्छ भने खाएको मिठो त बुढो खाएको मिठो त पुरो क्रिम भएको नानी मामाले ल्याएको क्या के खान्छ के त कालियो राम्रो
हिजो नि के भएछ भने टक्क माथि दिदीको घरबाट निस्क्यो गाडीसम्म भिडियो बनाएको थियो फुपू ठुलामा घर आइपुग्छ भने भिडियो बनाएको थियो भात खाने बेलातिर चाहिँ दिमाग खराब भएको थियो कि मेरा भिडियो बनाएन अनि बिहान 3 बजे राति अँधेरोमा के भिडियो बनाउने अनि साथीहरू के हेरेन घुम्नु त छ नि अनि भोरमा टाढो हो नि त्यहाँबाट बजार जानुपर्छ घुम्न तर नारायणतिर गयो भए पो त नि तल्लो जान्छ नि अनि यस्तै भयो साथीहरू नि सबजनाले भेट्यो राति सुत्दा त कति बजेको थियो 11 बजे थियो होला अङ्कल ठुला भएर भाइ नि आएको थियो भाइ अनि बुजुसँग गफ गर्दा भिडियो खिच्नु चाहिँ झ्याउलाइरह्यो कि मलाई चढ्दै भनेर अहिले खिच्दैछु साथीहरू भिडियो चाहिँ चिया पाउरोटी खाँदै ल साथीहरू अब चाहिँ हामी चिया खान आएको छ यस्तो छ कि होइन प्रमिसा गुरुङको चियाको कप कति ठुलो आमा भनेर भन्ने कि मेरो नि सानो कप भयो नि ठुलै छ चिया खान आएको बाबु केही छैन चियाको खाने चियाको साथीहरू केही छैन घरमा चियाको साथी खानु पर्यो केही बिना त के खाने के छ रहेछ ओइ नानी आउँदैन चिया खानलाई कस्तो ब्रेड ल्याउँदैन त बम लिएर कसले त यो खान्न चाहिँ होइन लिएर त कफी गुल्लो छ भने गुल्लो छैन यो गुल्लो हुन्छ भने बिहा खाएको मेरो थियो बुढो मिठो अहिले खानु खाएको मिठो त्यो पुरो क्रिम भएको नानी मामाले ल्याएको क्या के खान्थ्यो के हो त कालियो त्यो राम्रो हिजो नि के भएछ भने टक्क माथि दिदीको घरबाट निस्क्यो गाडीसम्म भिडियो बनाएको थियो फुपू ठुलामा घर आइपुग्छ भने भिडियो बनाएको थियो भात खाने बेलातिर चाहिँ दिमाग खराब भएको थियो कि मेरा भिडियो बनाएन अनि बिहान 3 बजे राति अँधेरोमा के भिडियो बनाउने साथीहरू लाग्यौँ हामी त अब इभिनिङ वाकतिर आमा छोरी मिलेर कम्रो फुल्यो हेर्नु यत्रो पानीको धारा यहाँ रहेछ राति बिहान पानी आउँछ क्या यहीँ हुन्थ्यो पानी भरे नि हुन्थ्यो हामी पकाउन सक्दैनथ्यौँ अब चाहिँ हामी एकछिन मिल्दैन घर आइपुग्यो सिस्नु भेटेर हाई साथीहरू आज चाहिँ हाम्रो यात्रा चितवनदेखि काठमाडौँ चितवनको इभिनिङमा हिजो यस्तो कुसमुकुस भएको थियो यतिखेरै थियो लागि चाहिँ आज हेर्न शीत आनन्द केही छैन त्यही किराको आवाज आउँछ एउटा त्यो इरिटेटिङवाला साउन्ड अरू त केही छैन रमाइलो छ वाकिङ त हाम्रो यहीँ मात्रै यति बाटोको वाकिङ हिँड्ने त्यति धेरै वाक गर्नै पर्दैन कि अलिकति हिँडेपछि न चितवनतिर अम्बा खाने बेला भइसक्यो काठमाडौँतिरको अम्बा यस्तो हरियो छ कि काँचै छ कि के अरे इभिनिङ वाक जाने बाटो हिँड्न झलाएर यतातिर हिँडेको होइन 2 चोटि नै फर्किनु पऱ्यो हाय अब होइन कि साथीहरू चितवनतिर त क्या यस्तो फुल पनि कि कस्तो कलरको भने यो फुल कि हाम्रो त यस्तो खालको मात्रै हुन्छ नि त रेड कलर मात्रै रेड र पिङ्कमा मात्रै हुन्छ नि त यो फुल चितवनतिर चाहिँ के कस्तो कलर नानी ग्रे हो
अनि त्यो पिच पिच कलर के कस्तो कस्तो येल्लो येल्लो पिच पिच खै कस्तो खालको कलरको पनि हुँदो रहेछ कि अनि त्यो चाहिँ हामीले देखेको लाइन खबर जाने हो यदि जानु भएन लास्टमा यदि जानुपर्ने भयो केही छैन हाम्रो काम अब चाहिँ भने के हो यहाँ उहाँले हो पानीको प्लान्ट फिट गरेर अब हामी त्यो आँप चोर्ने ठाउँमा जाऊँ है ओके छ त हाम्रो टगार त बासा होइन नि ग्यासको सानो ल्याइराख्यो हामीले चट्ट परी भुरुरु खोली यति बल्ल म कामले भाइँदै टक्क टक्क मकै बाह्र त घाँस मजाले हुन्छ कि यहाँ त कस्तो मजाले कोदो रोपिसकेको छ कि हेर्नु ल हेर्नु यस्तो मजाले कोदो रोपिसकेको छ साथीहरू अरूहरू चाहिँ मर्निङ वाक इभिनिङ वाक गर्नमा चाहिँ माथि बनतिरको त्यो लाइनिङबाट यस्तै हिँड्छ कि नानी त मलाई चाहिँ डर लाग्यो क्या त्यहाँतिर हिँड्नलाई अनि यस्तो यो अब यो झिसमिसी हुन्छ नि के हुन्छ यसलाई सिमसार भयो नि यतिखेर के यतिखेर चाहिँ बाघ आउँछ कि त्यही भएर हामी डर लगाएर लगाएको होइ कठुलो एभोकाडोको रुख रहेछ नि आमामामा एभोकाडो त मस्तरी फुलेको छ एभोकाडो हेर्नु एभोकाडो कति धेरै फुल्यो यो चाहिँ मेरो लागि है घरबेटी साउ यो एभोकाडो चाहिँ मेरो लागि है त राखिदिनु है मैले कतिचोटि भिडियो खिचेको यसलाई अस्ति नै खिचेँ है यो चाहिँ मेरो लागि राखिदिनु होला को त्यो एभोकाडो छोएर फोटो खिच्ने भनेर करायो भने हालिन्छ है यता हेर्दा कस्तो लाग्यो त लो भन्नु त हावा पानी चितवनको बेटर कि काठमाडौँको बेटर कि इधर चाहिँ हिँड्नु पऱ्यो तपाईँ ल तपाईँको इन्टरभ्यू स्टार्ट ल भन्नुहोस् हजुरलाई हिजोको वेदर मन पऱ्यो कि आजको वेदर मन पऱ्यो हो र अनि उता नजाउनु यार त्यो जस्तो देखिरह ल अनि अरू कुरा के भन्नु छ हजुरले के त अनि के भन्नु लाग्यो जस्तो गरेको छैन अब घरको तरकारी डढ्छ भन्न हामी चाहिँ घरमा तरकारी बसालेर चाहिँ हामी इभिनिङ वाक आएको साथीहरू यस्तै छ हाम्रो आजको काम यति नै हुन्छ होला सायद है त साथीहरू अब घरमा गएर भेटौँला कति मिनट हिँड्यो हामी टोटल 10-15 त हिँड्यो होला एक राउन्ड माऱ्यो माथि गयो दायाँ गयो है त साथीहरू अब चाहिँ घरमा गएर भेटौँला है त हाम्रो घरमा तरकारी बसले लाग्यो तर ग्यास सानो लाग्यो के हुन्छ हेरौँ काम चाहिँ आफूले जानेको काम गर्नुपर्छ कि आफूले जानेको काम पक्रिन्छ कि टक्क भाँडाकुँडा लिएर टक्क रेडी छ कि माझ्नलाई भाँडा कुरा दियो त नानीलाई माझ्दै त्यो म खान्छु अब नानी पहिला खा भन्नु अनि भाँडा खाने अनि मैले चाहिँ यहाँ अघिदेखि पकाएको कर्कलो यस्तो हो कि हुने चाहिँ कस्तो हुँदा हामीले यस्तो बनाएँ मैले कर्कलो अलिक धेरै भयो कि रस है अझ यो हाम्रो इभिनिङ वाक जाँदाखेरि बसालेर गएको थियौँ अलिकति पानी धेरै भइसक्यो नि त्यही भएर ऊ भयो स्टार हेर्नु स्टार ठिक थाहा भयो यसरी मार्नु ग्यासमाथि बसेर यस्तै भाँडा मार्नुपर्छ है पर्मिसा गुरुङसँग सिक्नु होला ल साथीहरू अब चाहिँ म यहाँ यो रोटी बनाउनु लाग्यो कि खासमा रोटीको पिठो हेर्नु कस्तो हो के हो अघि नै यस्तो भइसक्यो म त बनाउनै आउँदैन होला ल साथीहरू अब चाहिँ हामी रोटी सोटी बनाउँछौँ खान्छौँ मोबाइल समात्यो भनेर अहिले मोबाइल छोडेपछि चाहिँ रोटी राम्रो बन्छ अरे रोटी बनाऊ भने ल म रोटी बनाउनुलाई गयौँ अब परोठा र तरकारी सानो मान्छे हाम्रो भाइ म चाहिँ पकाउँदैछु मैले पकाउँदै यहाँ यस्तो रेडी हो यहाँ चाहिँ मैले पकाएको के
छिटो डढेको यार त्यस्तै भयो यस्तो छिटो डढिहाल्यो के भयो यति ल साथीहरू यस्तै छ आजको हाम्रो बेलुकाको खाना चाहिँ रोटी खान लाग्यो के भन्छ यसलाई खै अर्कै खालको रोटी बनाउनु भयो अर्कै खालको भयो तर पनि खाँदैछौँ साथीहरू आजको भिडियो यति नै हुन्छ है त बाई बाई साथीहरू थ्याङ्क्स फर वाचिङ अब फेरि नेक्स्ट भिडियोमा आउँछौँ आउने नै छु त्यही दिनजेलसम्मलाई अब चाहिँ टाटा बाई बाई